गाडी यहाँ हल्का फस्यो अरे होइन। अब हामी चाहिँ एकचोटि यस्तो हेल्प गरिदिनु पऱ्यो भन्ने कुरो हो होइन। एकचोटि हामीले गरेर हुन्छ भने ठेल्दै हुँदा होइन, हामीले ठेलेर हुन्छ भने एकचोटि ठेल्दै हुँदा होइन। एकछिन अब हामीले 2 मिनट मेहनत गर्दाखेरि निस्क्यो भने त निस्किहाल्यो नि होइन। 4 व्हिलर होइन त्यो मुनि छाती छोयो होला क्या। कहाँ भेट्नु थियो? अलिकति ब्याग आउँछ हजुर। छाती छोयो, छाती छोयो चाहिँ लास्ट जाउँ हुन्छ क्या। ल झ्याम्मै बसेको कि ल भयो ल है त। पाउनु एकछिन पाउनु। ल एकचोटि ट्राई गराउँदा हुन्छ कि न, अब हामीले गर्दा भयो भने त अब बिचमा अड्का छ यार। जोक छ कि छैन? चक्कामा राखेर उताल्दै ढुङ्गाल्दै गर्नुपर्छ। चारवटा चक्कामा हाल्नुपर्छ। त्यसरी त अहिले कहाँसम्म पो हुँदैन नि, अब तान्नु रारामा हाल्दा त्यसरी कसरी निकाल्दैन। ब्याग जान्छ त ल ल हल्लो हुँदैन, पुरै बसेको छ त्यो मुनि हुँदैन। यसलाई उनी गर्नुपर्छ, पुरै दबिएको छ। हामी निस्क्यो, हामीले गर्दा हुँदैन। तल ट्र्याक्टर त आउँदैन, अर्को गाडी पनि तानिरहेको छ क्या तल। ए एउटा इभी आएको थियो क्या रिडार, त्यसको चार्ज सकेर फेरि हामी बिस्तारै जाउँ। हामीले गर्दा नहुने। जग चाहिँ कस्तो छ? जग सानो जग हो। त्यो सानो जग त हिलोमै जग्छ क्या त्यो। हाइड्रोलिक वाला दबेर त ट्राई गरेँ, जम्मै दबेर। होइन, हामी रारामा फसाएको थियो नि, त्यही भयो। सेम त्यही भएको। चाँडै चक्कामा जग हाल्नु पऱ्यो, पालो गऱ्यो। त्यो एउटा त्यो चेम्बर क्राउन चेम्बर हुन्छ नि, त्यो चाहिँ छोइदियो कि जगले अलिकति उठाएर यो तल टायरको मुनि चाहिँ ढुङ्गा हाल्दा हुँदैन। तानेर हाम्रै गाडी जग्गा दम्छ क्या यहाँ, त्यो सानो जगले काम हुँदैन। यसलाई ट्र्याक्टरै चाहिन्छ, ट्र्याक्टरले नतानी पोसिबलै छैन। भेट्नु भएन हाम्रो टोलीलाई? त्यो हिरो एक्सपल्स वाला हो, तिनीहरूलाई चाहिँ भेटेको। कहाँ भेट्यो? तिनीहरू त उतै भेटेको। ए सोमदाङ ए उता त्यहाँ त्यहाँ बसेर फेरि हामी 2 घन्टा तिनीहरू त स्याक्रिफाइस पुगिसके। कट्यो होला अहिले त। हामी त्यहाँ त्यत्रो बेर बस्यो। हामी पङ्खामा आज कता बस्ने तपाईँहरू? टिप्लिङ हुन्छ होला। ए तिप्लिङै बस्नु। अब त्यहाँ तल अलिक बाटो तिप्लिङ, त्यहाँ होमस्टेहरू छ नि है, थाहा छैन। यहीँको दाइहरू उहाँहरू त, ए हामी चाहिँ उहाँहरूसँगै आएको क्या यसो घुम्न। हामी पनि तिप्लिङ बसेर आएको हो कि, अशोक दाइकोमै बसेको। फेरि बिजोग छ।